आज हामी कक्षा 12 को कम्पल्सरी इङ्ग्लिशमा नेबर्स भन्ने कथा विस्तारपूर्वक बुझ्नेछौं। यस कथामा हामीले यसको लेखक को हुन्, कथा लेख्दा उनले के कुरा देखाउन खोजेका छन्, मुख्य पात्रहरू को हुन् र उनीहरूको व्यवहार, सोच र अनुभव कस्तो छ भन्ने कुरा बुझ्नेछौं। साथै हामी यस कथाको मुख्य घटनाक्रम, समयक्रम, सिजन परिवर्तनसँगै पात्रहरूको व्यवहारमा आउने परिवर्तन र कथामा देखाइएका सांस्कृतिक र भाषागत भिन्नताहरू कसरी पात्रहरूको सम्बन्धमा प्रभाव पार्छन् भन्ने कुरा पनि विश्लेषण गर्नेछौं। हामीले ध्यान दिने कुरा यो पनि हो कि कथा सुरुमा नयाँ विवाहित जोडीको असहजता, छिमेकीहरूप्रति उनीहरूको शङ्का र डर, अनि क्रमशः विश्वास, सहयोग र मित्रतामा उनीहरूको यात्रा कसरी हुन्छ भन्ने हो। अन्तमा हामी कथाको मुख्य सन्देश बुझ्नेछौं कि भाषा, संस्कृति वा फरक जीवनशैलीले मानिसहरूलाई अलग पार्न सक्दैन यदि त्यहाँ प्रेम, सहयोग र समझदारी छ भने। यसरी हामी केवल कथा पढेर मात्र सीमित नहुनु, तर त्यसको पात्र, वातावरण र जीवनसँगको सम्बन्धलाई गहिरो रूपमा बुझ्ने प्रयास गर्नेछौं। त्यसैले आजको पाठमा हामी नेबर्सको लेखक, मुख्य पात्र, घटनाक्रम, वातावरण र अन्तिम सन्देश सबै कुरामा ध्यान दिनेछौं र यस कथाबाट सिक्न सकिने जीवनका मूल्य र अनुभवहरूको पनि अध्ययन गर्नेछौं। टिम विन्टन, पूरा नाम टिमोथी जन विन्टन, सन् 1960मा जन्मिएका एक सुप्रसिद्ध अस्ट्रेलियाली लेखक हुन्। उनी अस्ट्रेलियाका सबैभन्दा प्रभावशाली समकालीन लेखकहरूमध्ये एक मानिन्छन्। विन्टनले वयस्क साहित्य र बाल साहित्य दुवै क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्। उनका कृतिहरूमा अस्ट्रेलियाको भौगोलिक परिवेश, समुद्र, ग्रामीण तथा उपनगरीय जीवन, आप्रवासी अनुभव, पारिवारिक सम्बन्ध र मानवीय संवेदनशीलता गहिरो रूपमा चित्रित पाइन्छ। सन् 1982मा उनले एन ओपन स्विमर नामक अप्रकाशित उपन्यास पाण्डुलिपिका लागि दि अस्ट्रेलियन लिटरेरी अवार्ड जितेपछि साहित्यिक क्षेत्रमा परिचित बने। यस सफलताले उनलाई अस्ट्रेलियाली साहित्यमा मजबुत स्थान दिलायो। उनका प्रमुख उपन्यासहरूमा द्याट आई द स्काई सन् 1986, डर्ट म्युजिक सन् 2001 र ब्रेथ सन् 2008 पर्दछन्, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा प्राप्त गरेका छन्। डर्ट म्युजिक उपन्यासका लागि उनले विभिन्न साहित्यिक पुरस्कारहरू पनि जितेका छन्। बाल साहित्यतर्फ विन्टनले लकी लेनर्ड श्रृङ्खला लेखेका छन्, जुन किशोर पाठकहरूमा अत्यन्त लोकप्रिय छ। साथै द बगलग्स बम थीफ र द डीप जस्ता पुस्तकहरूले पनि उनको बहुआयामिक लेखन क्षमताको प्रमाण दिन्छन्। नेबर्स कथा माइग्रेन्ट्स अफ अस्ट्रेलिया नामक संग्रहमा समावेश गरिएको छ। यस कथा मार्फत उनले बहुसांस्कृतिक अस्ट्रेलियाली समाज, आप्रवासी जीवन, भाषा र संस्कृतिको भिन्नता हुँदाहुँदै पनि मानवता, सहानुभूति र कम्युनिटी भावना कसरी विकसित हुन्छ भन्ने कुरा प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। कथाका मुख्य पात्रहरू। नयाँ विवाहित जोडी। कथाका मुख्य पात्र नयाँ विवाहित जोडी हुन्। युवक विश्वविद्यालयमा 20औं शताब्दीको उपन्यासबारे थेसिस लेख्दै हुनुहुन्छ र सुरुमा छिमेकीहरूको चर्को बोलचाल र फरक जीवनशैलीले उनलाई असहज बनाउँछ। उनी घरमै बस्न रुचाउँछन् र आफ्नो लेखनमा व्यस्त रहन्छन्। समयसँगै उनले छिमेकीहरूको अनुभव, ज्ञान र सहयोगको महत्त्व बुझ्दै उनीहरूसँग घुलमिल गर्न थाल्छन्। युवती साहसी, व्यावहारिक र सामाजिक रूपमा सहज छिन्। उनी अस्पतालमा काम गर्ने पेशागत अनुभवका कारण घुलमिलमा प्रभावी छिन् र छिमेकीहरूसँग आफ्ना अनुभव साझा गर्न डराउँदिनन्। मेसिडोनियन परिवार। मेसिडोनियन परिवार सुरुमा चर्को बोल्ने र रमाइलो तर्क गर्ने देखिन्छ। परिवारकी ठूलो महिला बलियो, साहसी र कार्यकुशल छिन्, जसले नयाँ जोडीलाई बगैँचा र खाना लाग्ने तरिकामा सल्लाह दिन्छन्। परिवारको सानो छोरो शरारती छ। उसका नीलो आँखाले नयाँ जोडीलाई कहिलेकाहीँ डर लाग्ने बनाउँछ, तर समयसँगै उनीहरूका बीच मित्रता बढ्छ। मेसिडोनियन परिवारको व्यवहार र ज्ञानले नयाँ जोडीलाई सहयोग र कम्युनिटी भावना बुझ्न मद्दत गर्दछ। पोलिश विधुर। पोलिश विधुर वृद्ध र एक्ला व्यक्ति हुन्। दिनभरि काठमा किला ठोक्ने तर प्राय फिर्ता निकाल्ने उनको अनौठो बानी छ। उनले आफ्नो गराज, कुखुरा खोड र घरको काममा अनुभव र मेहनत देखाउँछन्, तर भाषा नबुझिए पनि उनी व्यवहार र कार्यद्वारा सहयोग गर्ने दयालु छिमेकी हुन्। नयाँ जोडीलाई आवश्यक सहयोग दिन उनी सदैव तत्पर रहन्छन् र अन्ततः उनीहरूको सम्बन्ध घुलमिल र विश्वासपूर्ण हुन्छ। अन्य छिमेकीहरू।
अन्य छिमेकीहरूमा इटालियन र ग्रीक महिला तथा पुरुषहरू पर्दछन्। उनीहरूले नवविवाहित जोडीको गर्भावस्थामा सक्रिय रूपमा सल्लाह, आशीर्वाद र उपहार दिन्छन्। महिलाहरूले बच्चाको कपडा बुन्छन् र नाम सुझाव दिन्छन् भने पुरुषहरूले खाद्य वस्तु र सानो उपहार प्रदान गर्दछन्। यी पात्रहरूले बहुसांस्कृतिक समाजमा प्रेम, सहयोग र सह-अस्तित्वको महत्त्वलाई उजागर गर्दछन्। अब नेबर्स कथाको सारांश सुरु गरौँ। नेबर्स कथाका लेखक टिम विन्टन अर्थात् टिमोथी जन विन्टन अस्ट्रेलियाका सुप्रसिद्ध समकालीन लेखक हुन्। उनी वयस्क तथा बाल साहित्य दुवैमा सफल छन् र उनका कृतिहरू प्राय अस्ट्रेलियाको प्राकृतिक परिवेश, समुद्री जीवन, उपनगरीय र ग्रामीण जीवनशैली, मानवीय सम्बन्ध, पारिवारिक जीवन र आप्रवासी अनुभवसँग सम्बन्धित हुन्छन्। विन्टनले आफ्नो लेखन मार्फत सानो सानो मानवीय संवेदनशीलता र सांस्कृतिक भिन्नताहरूलाई गहिरो रूपमा चित्रण गरेका छन्। सन् 1982मा उनले एन ओपन स्विमर नामक अप्रकाशित पाण्डुलिपिका लागि द अस्ट्रेलियन लिटरेरी अवार्ड जितेपछि साहित्यिक क्षेत्रको मान्यता पाए। उनका चर्चित उपन्यासहरूमा द्याट आई, द स्काई 1986, डर्ट म्युजिक 2001 र ब्रेथ 2008 पर्दछन्। बाल साहित्यतर्फ उनले लकी लियोनार्ड श्रृङ्खला, द बुगालग्स बम थिफ र द डीप लेखेका छन्। नेबर्स कथा माइग्रेन्ट्स अफ अस्ट्रेलिया सङ्ग्रहबाट लिइएको हो र यसले बहुसांस्कृतिक समाजमा मानवता, प्रेम र सहयोगको महत्त्व देखाउँछ। कथा सुरु हुन्छ एक युवा विवाहित जोडीले नयाँ घरमा बसाइ सर्दा। उनीहरू उपनगरका खुला, ठूलो घरबाट सानो तर उच्च छत र सुन्दर झ्याल भएको घरमा सर्छन्। नयाँ ठाउँमा सर्दा उनीहरू आफूलाई परदेशी जस्तो महसुस गर्छन्, किनभने छिमेकीहरू प्राय युरोपेली आप्रवासी छन्। घरको बायाँपट्टिमा मेसेडोनियन परिवार र दायाँपट्टिमा पोलिस विधुर बस्छन्। सुरुमा दम्पति छिमेकीहरूको व्यवहार र जीवनशैलीको कारण असहज महसुस गर्छन्। मेसेडोनियन परिवार चर्को बोल्छ, रमाइलो तर्क गर्छ र कहिलेकाहीँ आवाजमा डरलाग्दो देखिन्छ। पोलिस वृद्ध आफ्नो ग्यारेज र काठका काममा अनौठो बानी राख्छन्, जसले दम्पतिलाई अझै अप्ठ्यारो बनाउँछ। सुरुमा दम्पतिले छिमेकीहरूको दैनिक गतिविधि जस्तै पानी हाल्ने, आवाज, कुखुराको रौनक, बच्चाको शरारतलाई असहज र अनौठो ठान्छन्। तर समयसँगै उनीहरूले बुझ्न थाल्छन् कि छिमेकीहरू मारामारी गरिरहेका छैनन्, केवल आफ्नो भाषा र संस्कृतिमा संवाद गरिरहेका छन्। उनीहरूले सुरुमा अस्वीकार गर्ने वा अनावश्यक ठान्ने कुरा क्रमशः सिक्छन्। धेरै महिनापछि दम्पतिले आफ्नो बगैँचा तयार पार्छन् र तरकारी रोप्छन्, जस्तै हरियो प्याज, लेक, ब्रसेल्स स्प्राउट, क्याबेज र ब्रड बिन्स। यस कार्यमा छिमेकीहरूले सल्लाह र सहयोग दिन थाल्छन्। मेसेडोनियन महिला दम्पतिलाई अदुवा र अन्य बोट बिरुवा दिने गर्छिन्। पोलिस वृद्धले कुखुराको खोर बनाउने क्रममा आफ्नो अनुभवबाट निर्माणमा सहयोग गर्छन्। भाषा नबुझिए पनि यी कार्यहरूले दम्पति र छिमेकीहरूबीच विश्वास र घुलमिल बढाउँछ। सिजनहरूको परिवर्तनसँगै दम्पतिले हिँड्ने, बोल्ने, बगैँचा गर्ने, कुखुरा र हाँस पालन गर्ने र दैनिक जीवनमा सहभागिता जनाउने क्रम सिक्छन्। यो प्रक्रिया उनीहरूलाई छिमेकीसँग अन्तर्क्रियामा लाग्न र सामाजिक सम्बन्ध बनाउन मद्दत गर्दछ। बालबच्चा, कुखुरा र बगैँचामा सामूहिक गतिविधिले दम्पति र छिमेकीलाई नजिक ल्याउँछ। कथा अझ विकसित हुन्छ जब युवती गर्भवती हुन्छिन्। यसले दम्पतिलाई प्रारम्भमा स्तब्ध बनाउँछ। उनीहरूको सामाजिक परिवेशमा गर्भावस्था सबैलाई जानकारी हुन्छ। इटालियन र ग्रीक छिमेकीहरूले बच्चाका लागि नाम सुझाव दिन्छन्, कपडा बुन्छन् र उपहार दिन्छन्। स्थानीय पसलका मानिसहरूले सानो उपहार जस्तै चकलेट, सिगारेट आदि दिन्छन्। मेसेडोनियन परिवार बच्चा जन्माउने तयारीमा सहभागी हुन्छ। पुरुषहरूले बत्ती वा कुखुरा काट्ने काम गर्छन् भने महिलाहरूले छालाहरू फाल्ने कार्यमा संलग्न हुन्छन्। प्रसव रातमा दम्पति घरभित्र तनाव र उत्साहले भरिन्छन्। युवतीले घरमा पानी र खानेकुरा व्यवस्थित गर्दै कन्ट्र्याक्सन्स अर्थात् सङ्कुचन सामना गर्छिन्। युवकले उनका लागि आवश्यक वस्तुहरू ल्याउँछ, पेटको बच्चालाई सुरक्षित रूपमा जन्माउन सहयोग गर्छ। बाहिर मेसेडोनियन परिवारले बारम्बार उत्साहजनक आवाज निकाल्छ। अन्ततः बच्चा जन्मिन्छ र दम्पति अत्यन्त भावुक हुन्छन्। युवकले महसुस गर्छन् कि उनको 20औं शताब्दीको नवल लेख्ने अनुभवले यो प्रकारको जीवनको वास्तविक भावनात्मक अनुभव दिन सकेन। कथाले देखाउँछ कि भाषा, संस्कृति र राष्ट्रियता फरक भए पनि मानवता, सहयोग, सामाजिक सामुदायिक भावना र प्रेमले छिमेकीहरूलाई जोड्न सक्छ। सुरुमा दूरी र असहजता भएका पात्रहरू क्रमशः साझा अनुभव, परस्पर सहयोग र साधारण मानवीय क्रियाकलाप मार्फत नजिक आउँछन्। समयसँगै दम्पति, मेसेडोनियन परिवार, पोलिश विधुर र अन्य छिमेकीहरूले सामुदायिक भावना र मित्रता निर्माण गर्छन्।
नेबर्स कथा बहुसांस्कृतिक समाजमा आपसी बुझाइ र प्रेमको महत्त्व देखाउँछ। लेखकले सामान्य जीवनका अनुभव, घरेलु गतिविधि, सामाजिक आदानप्रदान र पारिवारिक सम्बन्धलाई सुन्दर ढङ्गले चित्रण गरेका छन्। भाषा नबुझिएनो र सांस्कृतिक भिन्नता भए पनि सहयोग र सद्भावले सम्बन्ध बलियो बनाउँछ। अन्ततः कथा यस निष्कर्षमा पुग्छ कि सधैँ लेखकीय ज्ञानले जीवनका वास्तविक मानवीय अनुभवहरू सिकाउन सक्दैन, तर प्रत्यक्ष अनुभव, सम्बन्ध र संवेदनशीलता नै सबैभन्दा ठूलो शिक्षक हो।